यहाँ लाइन बसिरहेको छौँ हामी। लाइन त यो सार्वजनिक रहेछ हेर्नु, गाडी पनि आउँदो रहेछ यहाँ। बाबा चाहिँ त्यहाँ माथि जानु खोज्नुपर्छ दूरबीन हेर्नुलाई। त्यहाँ हेर्नु नै माथि कहाँदेखि त्यहाँ सोध। स्लाइड चाहिँ यहाँदेखि गर न। स्लाइड चाहिँ यता गर्ने क्या, चढ्ने चाहिँ त्यता हो। स्लाइड यता गर्ने, चढ्ने त्यहाँ हो कि। आङसाङ मजा आयो। लाइन चाहिँ यस्तो चाहिँ हामी चाहिँ अड्किम। ल माथि देखाउनु अरे। लु के भयो त? के कता हिँडेको रे मम्मी? हामी चन्द्रगिरी भन्दा कति वर्ष अगाडि बाइकमा आउँछ कहिले बाइकमा। अनलाइन गर्नु भने त ठिकै छ। कतापट्टिको पल्लोपट्टि होला थोरै हिँडेको होइन। तपाईँहरू चाहिँ पनि अब हामी चाहिँ कुनै बेला हिँड्नुम्ला फेरि यिनीहरू ठुलो भएर चिसो छ त माथि त। ला मैले त एउटा ज्याकेट, तर मेरो ज्याकेट पनि ठिकै छ। यसलाई पनि मैले के लगाएँ त्यसको झन् हाफेको बोक्दै थिएँ। त्यो त खेल्छ होला। मान्छेहरू चाहिँ टन्नै जाँदैछ। लाइन छ भने बर्बाद हुन्छ। के भन्नु कार कुदैछ। यहाँको वरिपरिबाट होला नि। ल मैले चाहिँ टिकट पनि काटेर आएँ। अब यहाँको आइसक्रिम खाने यतिखेरै आउनु भएको छैन आइसक्रिम खाने हुन्छ। ल लाइन चाहिँ एकदमै धेरै छ। उता हेर त लाइन। आमा म लाइन बस्नु जान्छु है, तिमीहरू त्यहाँ बस्दै गर्नु ल। त्यहाँ मुमा हार्छन् ल। यहाँ यस्तो छ। म लाइन बस्छु है। लाइन बस्छु। जाऊ फोबासँग। यहाँ लाइन बसिरहेको छौँ हामी। लाइन त यो सार्वजनिक रहेछ हेर्नु, गाडी पनि आउँदो रहेछ यहाँ। सार्वजनिक गाडी यहाँ पनि पुऱ्याइदिन्छ। यत्रो धेरै लाइन छ। आज शनिबार भएर हो कि किन हो अवस्था यस्तो छ। छोरीहरू चाहिँ त्यहाँ बसिरहेको। छोरी
ल बुढाबुढी र केटाकेटीलाई यति चाहिँ सुविधा छ है। ल यसरी उहाँहरू त्यतादेखि जानुहुँदैछ, हामी त लाइनमा केटाकेटी 4 बुढाबुढी र केटाकेटी यहाँ जानुहुँदैछ यताबाटै। हामी चाहिँ लाइनमा, लाइन कति छ अझै छ है, यहाँदेखिको एक्जिट हो। राम यत्रो लाइन छ है। मम्मीहरू त्यता गएपछि बाबा र मम्मीहरू चाहिँ दामी रोज रोपिरहेको छ हेर। यहाँ चाहिँ टिकट देखाउनु पर्ने हुन्छ है। कतिवटा टिकट छ अरे हाम्रो थाहा पनि छैन, मैले काटेको अनि आनन्द छ जिन्दगी। यसरी केबल कार आउँछ, बच्चा पार्टीहरू यसरी जाँदैछ, बच्चा पार्टीहरू यसरी जाने हो क्या। आमाहरू पनि फ्री है। मेरो चाहिँ मम्मी भएर मम्मीले लानुभयो यहाँ टिकट काट्ने, अरे दिने चेक। लाइनहरू अझै छ। अरू यहाँदेखि जाने हामी चाहिँ लाइन बस्नु परेन। आउँछ अहिले आउँछ। यहाँदेखि जाने हामी, यहाँ वेट गर्ने हो अब। वाउ बुढाबुढी मान्छेलाई सहुलियत, बुढाबुढी मान्छेलाई सहुलियत। यहाँ आउँदैछ हामी यसमा चढेर जाने हो। यो मान्छे यहाँ छ, हामी वेटिङ स्टिल वेटिङ है। लाइन लामो थियो, हामी त यहाँ पर्खिरहेछौँ। यो मान्छे यहाँ छ माथि खेल्ने। अनि ल हाम्रो खिच त हिँड्दा चाहिँ होला नि। ल हेर्ने हेरेको यो चाहिँ उतापट्टि राख्नु। उसलाई पनि डर लाग्ने है, पहिला त्यत्रो हिँड्दा चाहिँ डर लाग्यो नि। सानोमा चाहिँ उसलाई त आनन्द मान्दैछ। ए बाई बाई ठिक्कै यो ठुलो रहेछ नि त, आँट्यो कि न त पा फोल्ड गर्नुपर्छ भनेको त। हेर खुसी हुँदैछ। ओहो वाह, काठमाडौँ त दामी रहेछ त। वाह ओहो जङ्गल नि हुँदैन, जङ्गल अमृता हेर्दैन काटेको छ अमृता। त्यो त डराउँछ नि त। बस न तिमी आफ्नो ठाउँमा। के मन पर्दैन अरे आउँछ तिमीलाई? मजाले आँटेको यहाँ, म त बा फोल्ड गर्नुपर्छ भनेर। हुस्से लागेर अब उता के अरे हामी गएको थियौँ नि मुस्ताङ, त्यहाँ मुस्ताङमा पनि बनाउँदैछ अरे केबल कार। त्यो खोइ कहाँदेखि अरे। ल अर्कै क्या हङकङमा त एउटा डाँडै पल्लापट्टि उता के अरे माथि पाथी भाडा पनि बनाउँथ्यो नि, आन्दोलन गरेर डाक्काहरूले। पाथी सहमति हुनुपर्ने हो अन्त नि। अब त्यो बिना सिटीमा आउँ यहाँदेखि त मरेको हिँड्छ होइन, यस्तो चाहिँ बाटो चाहिँ। अहिले एकजना हिँड्न छोडेछ, सबै जङ्गलले पुरिसकेको छ। यो मान्छेहरू नै यहाँ त ठिकै छ। माथि कतिको अहिले हल्ला होइन छोरी, घरमै राख्नु पर्थ्यो त। के हो के गर्ने त, केबल कार स्कुल? त्यो स्कुल होइन, त्यो होटल हो। होटल ल यहाँ त गुटुरो होला त। ल अब झर्यो। ल निस्कौँ उयो झोला बोक है। निस्कौँ हिँड्नु यहाँ सामान छोड्ला हेर्नु है पछाडि। ए ल ल ल ल यो तान्नु ए आयो ए ल
ल अब कतादेखि निस्किने हो हाम्रो एक्जिट? ए मान्छे छैन त यहाँदेखि रहेछ कहाँने यहाँ त लाइन पनि छैन रहेछ केही छैन यहाँ त आनन्द तलदेखि आउने मान्छेहरू टर्ने रहेछ नि त ल यो मान्छे मान्दैन जस्तो छ यहाँ चाहिँ गड्डीमा हो त्यति चिसो त छैन रहेछ ठिकै रहेछ है त्यति चिसो त छैन रहेछ ल वाह यहाँ निस्क्यौँ अलिक ठिकै त्यति चिसो छैन रहेछ लु अब यहाँ फोटोसोटो खिच्ने उ त्यहाँ यहाँ त भिडै भिड छ चन्द्रगिरीमा त छैन रहेछ जाडो के को जाडो ल जाउँ त्यो माथिको उयो चाहिँ लगाइदिनु न उसको हुड चाहिँ जाउँ लेट्स गो ल हामी उकालो लाग्यौँ के खेल्नेहरू माथि खोइ कहाँ छ ऊ माथि नै छ ओ हेर्दैछ त्यो अगाडि हेर त्यो मान्छे लड्नु आँट्यो हिँड्नु न कराउँदै हिँड्दैछ कराउँदै हिँड्दैछ त्यो दुईजना कहाँ गयो ल टिकटहरू यस्तो रहेछ यहाँ चाहिँ खेल्नको लागि धेरै के बनाएछन् कहाँ छ वाल क्लाइम्बिङ चाहिँ ल होइन जाउँ ल माथि एकचोटि माथि हेरौँ न अनि त्यो त होटल अर्काको होटलमा त त्यो जानिदिन्छ ल यहाँ अझ बनाएछ है चाबी दिनु पहिला चाबी थिएन यो के गर्छ मान्छेहरू है ल हाम्रो मन्दिर यहाँ छ चप्पल खोलेर जानुपर्ने रहेछ अब के चाहिँ गर्ने त बाहिर जानु पर्ला हामी त खाना खाएर आइयो यता छैन फोटो प्रवेश निषेध अरे लु जाउँ यतै जाउँ उतै हामी पनि पछि डान्स आगोमा खिचौँ टोयलेट खोइ कता छ हौ यहाँ यत्रो यता के चिन्ता बस्दैछ के हो कहाँ अब पूजा चाहिँ गर्नु छैन प्रसाद मात्रै लिएर हुन्छ ल यहाँ त पुरा चिन्ता बसिरहेछ कहाँदेखि आएछ धामीहरू ल यहाँ हामी फोटो खिच्ने भनेको ल यता चाहिँ मन्दिर अब उता बन्द रहेछ यतैदेखि जाने आज भिड छ मान्छेहरू राम कति धेरै मान्छे हो ल हिँड पहिला हामी आउँदा त कति थोरै थियो है मान्छे ल हिँड नि त हिँड्न खेल्ने त हो नि खोइ हाम्रो भाइरल बाजे छ होइन रहेछ आज त भाइरल बाजे छैन भाइरल बाजे होइन रहेछ अर्कै बाजे रहेछ यहाँ हाम्रो भाइरल बाजे छ है भाइरल बाजे होइन तर ल जाउँ खोइ बाबा चिसो पानी छ यहाँ बालेश्वर महादेव यहाँनिर धार्मिक महत्त्व के भनेको रहेछ एकचोटि हेरौँ त दक्ष प्रजापतिको यज्ञमा देवादी महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा सतीदेवीको भाल अर्थात्
निधार पतन सती देवीको निधार चाहिँ पतन भएको रहेछ। निधार पतन भएको त्यस ठाउँमा भालेश्वर महादेव उत्पत्ति भएको। मैले भनेको नि के पतन पतन चाहिँ भएको तर के भएको के गराउँदैछौ ल हेर्नु त्यहाँ ल ल ल ल ल ल ल माताहरू निस्किनेहरू हेर त यहाँ यसरी हुन्छ यहाँ चाहिँ। मान्छे चाहिँ गराउँदैछ। निधार झरेको रहेछ यहाँनिर सती देवीको। ल कता कता यहाँ छोरी सुत्यो। यहाँ यस्तो मन्दिर छ। अब हामी चाहिँ भित्र छिरेन है खाना खाएर आएर। लाइन पनि थुप्रो रहेछ नानीसँग प्रायः सक्ने बुढाबुढी मान्छे पनि ढोगेर हिँड्यो। मेरो अर्को चाहिँ आङसँग चाहिँ छोरी चाहिँ खेल्ने भनेर रिसाउँदैछ। अब हामी भित्र नगयो भने टिका लाउनु भनेर म टिका लिनु जानुपर्छ। चिसा भयो दामी भयो। बाबा चाहिँ त्यहाँ माथि जानु खोज्नुपर्छ दूरबीन हेर्नुलाई। त्यहाँ हेर्नु नै माथि कहाँदेखि त्यहाँ सोध्नुपर्छ ल के छ हौ। जाउँ त लु। अब बाबाको इच्छा पनि पुरा गर्नु पर्यो बच्चाको पनि गर्नु पर्यो। ल के भन्दैछ? चार्ज त लाग्छ होला नि। कहाँ त सोधेर आउनु त कहाँ हो? हाम्रो बाबा यहाँ माथि हेर्नु नि अरे। अनि हामी टिकट काटेर माथि दूरबीन हेर्न जाँदैछौँ। बाबाहरू चाहिँ गइसके। म चाहिँ एकछिन त्यहाँ टोइलेट गएको थिएँ। खोइ कति टाढो निकै पो रहेछ त। फनी छ त यो त यहाँ माथि हो। बाबालाई के रहर लाग्छ। बाबालाई यहाँ हेर्नु पर्यो अर्कोलाई नातिनीलाई तल खेल्नु पर्यो। ओह टायर्ड भयो। होइन कति लामो। ओहो यहाँ दामी देख्दो रहेछ क्या यहाँदेखि त निकै लामो रहेछ है त। 50 रुपियाँ लिँदो रहेछ है माथि चढेको चाहिँ। ए खोइ हेर्नु भएन बाबा खुसी हेर्नु भएन। साइकल कुदाउँदो रहेछ। आमामा भिड छ त यहाँ त। ओ माई गड। ओहो पुरा साह्रै भिड रहेछ आज त। ओ माई गड। अनि यस्तोमा के गर्ने त? थोरै छैन त यता मान्छे कहाँ बस्ने खै। ओहो साइक्लिङ पनि रहेछ। फ्री ट्रायल माथि ल। तपाईँहरू नहेरेको उठ्यो। उठि गयो लक गरेछ ल। म माथि गएर आइहाल्छु भिडियो बनाएर। अरे शिव चिसो रहेछ तर यहाँनिर हेर्दैछ देख्दैछ। के हेरेको माथि 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 होइन तल चाहिँ हेर न। ऊ तलहरू चाहिँ अन्त माथि त
त अनि के देख्नुभयो बाबाले चाहिँ खोइ के देख्नुभयो बादल मात्रै छ बादल मात्रै छ त केही छैन के देख्यो त रहेछ के देख्दैछ खै ल लु मम्मी हेर्नु केही त छैन बादल मात्रै छ माथि कहाँ देख्दैछ त्यसले त माथि माथि पुऱ्याएर त्यो उयो मात्रै देख्दैछ के हेरेको त्यो छाना त्यो छाना त कोण त नि ल यसरी जिप लाइनहरू छ यहाँ चाहिँ जाँदैछ एकैछिनमा पुऱ्याउँदो रहेछ पुऱ्याएर छोटो होला कता हो मै मात्रै हेर्दो रहेछ बच्चाहरू के खानु नि चिसो पानीहरू अब त्यहाँ बोकेर जानुपर्छ किनेर हाम्रो छ नि त त्यो क्या मान्छेको खानु लु है म यता गर्दैछु त ल ए ल लु हिँड्नु तल झरिसक्यो माथि नै मैले कति खिचिदिइसकेँ त तिनीहरू हाम्रो खाजा बनिँदैछ भोक लागिसक्यो अरे बिहान खाएर आएर अब बाबाको यो चाहिँ स्पेसल बाबा लस्सी नखानु नि अरे डेम खान थाल्यो बिहानको हाम्रो रोटी हुन्छ त्यो रोटी चाहिँ छुएको छैन यसले यहाँ खानु थालेको बोतल कुन बोतल खाइसकेर हिँड्यो यहाँ पनि रेस्टरुम रहेछ जनता त यहाँ पुगिसकेछ त ल ल ल अब यहाँ के खोइ त खेल्ने ठाउँ हुनु पर्यो नि यति मान्छे नै मान्छे रहेछ छोरी खेल्ने भन्छ यो नि कुद्ने भए पनि खेल्थ्यो यो पनि अनि नाना चाहिँ कहाँ खेल्ने हो तल्लोमा खेल्ने कि तल्लोमा खेल तल्लोमा यहाँ के छ यहाँ सबैसँग खेल्ने होला नि खेल्ने भन्छ ल यति भिडा भिड छ के पालै पाउँदैन यहाँ नि खेल नि त ल ल अब भुइँमै बस्नु पर्यो नि छोरीले खेल नि त यहाँ तल्लोमा ल होइन अहिले भर निस्किन्छ पर्दैन यिनीहरू सबै फ्री हो फ्री थियो उयो बेलुन चाहिँ पनि थियो नयाँ आएछ अरू सबै फ्री थियो थियो त थियो हो यो यही त खेलेको त्यसले कति धेरै यो चाहिँ थिएन ऊ त्यो चाहिँ ए यो चाहिँ थियो यो चाहिँ थिएन ए खै ऊ त्यो चाहिँ थिएन यो चाहिँ थिएन होइन यो त छापेको थियो यो त पहिला सुरुमै छापेको हामी पहिला घुम्न आउँदा नि थियो तर यो के हो टिकट हो कि है कहाँ गयो कुद्दैछन्
हर्स राइडिङ बन्जी क्यास्टल अरे वाल क्लाइम्बिङ के को त पैसा तिर्नु पर्ला जस्तो छ त स्विङ हो उसलाई खेलाउनु न उसलाई नि खेलाउनु खेलाउनु त त्यहाँ माथिदेखि अलिअलि साइड गराउनु साइड गरे गरे ए नगर्ने रे नगर्ने रे नगर्ने रे खोइ कहाँ गर्दैछ ए म त यही खेल्नु मन छ स्विङमा त अब बिजी छ मान्छे अब कि पाल जाउँ पुरा वेट गर अनि ज्याकेट चाहिँ खोला छोरी ज्याकेट खोला गर्मी हुन्छ अहिले स्विङ पायो ल ल ओहो ल जेन्युले चाहिँ हेर्दैछ के ल ल ल उसलाई के भयो अर्को कहाँ गयो ए दुईटा दाँत निकालेर हाँस्दैछ किन रुको यसलाई नि भुइँमा छोडिदिनु पर्थ्यो के हुँदैन ऊ त्यो उयो चाहिँ निकालिदिनु कि खेलोस् ऊ यता चाहिँ अलिक सफा हुन्छ यता यता चाहिँ बस्नुपर्छ ल ओकेला नि ल यहीँ यहाँ बसेर खै कहाँ गयो तिनीहरू त दुईजना घरमा साथी भएर त्यो नहुने नहुने ठाउँमा त जानु खोज्छ त नहुने नहुने ठाउँमा जानु खोज्छ खुसी हुँदैछ हिँड्नु पाएर ल ल ल गयो यो त ल खस्दा हिँड्नु पाएँ त्यसलाई सबलाई हेर्दैछ क्या खुसी हुँदैछ हिँड्नु पाएर हेर्दैछ मान्छेहरू के गरेको भनेर हात चाहिँ दुखिनु पर्ला अहिलेसम्म मान्छे खालि निहुरेर हिँड्छ क्या मान्छेले होला हाम्रो बाबाजी त सुटिङ जानुभयो सिकाएको यहाँ खेल्दो रहेछ म छोरी टिकट किन्नु माथि जाऊ छोरी
जाऊ जाऊ माथि जाऊ यो पालि यताबाट गयो कता गयो स्लाइड चाहिँ यहाँदेखि गर न स्लाइड चाहिँ यता गर्ने क्या चढ्ने चाहिँ त्यता हो स्लाइड यता गर्ने चढ्ने त्यहाँ हो कि मजा आयो खेल खेल टाइम सब टाइम अप हुन्छ सेट टाइम सिक्यो है सबैको है सबै आउँदो टाइम सिक्यो ल टाइम सिक्यो अरे 100 रुपिस भाइ आउँदो भयो मजा आयो आफू त फुल प्रेमी पर्यो के भन्छ वनस्पति प्रेमी ल हेर्नु त कति राम्रो यो ओल्ड रुखलाई राखेको बोनसाई जस्तै कति पुरानो होला है यो रुख होइन हो अहिले खेलेको ए फ्रेन्ड बनाइसक्यो ए फ्रेन्ड बनाइसकेछ कि ल होइन ल ए ललाई यो खालि उठ्छ जुरुक जुरुक छोरी बेबी हेर्नै लड्छ
झाडीदेखि आउँदैछ त्यो अलिक खुट्टा गयो कि खुट्टा छिराउनु ल भाइ अलि राम्रो खिच्नु यहाँ अन्त क्लाइम्ब गर्ने उसको रक क्लाइम्ब ल गर गर ल हो यता उयो छ अहिले जस्तो वक तिम्रो यहाँ हो क्या हामीले गर्ने वक चाहिँ तिम्रो यहाँ ऊ त्यो वक गर्ने भनेपछि स्काई वक अनि कहाँ हुन्छ उसको अघि हामीले हिँडेको चाहिँ यो हो क्या उनीहरूको ल म चाहिँ एकछिन नानीलाई दुध खुवाउँछु ल क्लाइम्ब गर मेरो छोरी त खतरा छ त ओ माई गड त्यति त रहेछ अर्को साथी आएछ ल ल लडलाई लडलाई ल ल ल कसै झर्ने ल ल गुड जब ओ यस्तै गर्नु पऱ्यो नि त गुड साह्रै खुसी छ आज त्यतादेखि ल उसले यो गर्ने अरे के पो भन्छ यसलाई त कुद्दैछ डर लाग्यो किन डर लाग्यो तर है त्यसै आफ्नो नहुने रमाइलो लाग्यो आफ्नो हेर्न त रमाइलो हुन्छ भन्न लागिरहेको थिएँ अरू खेल हेर्दा धेरै जितेन हारे कस्तो रमाइलो हारे तिनजनाले मैले त छोड्दै हाल्छु आज दिक्सिङमा 100 रुपियाँ हाल्दै आङसाङ मजा आयो बिस्तारै है गरिदिन्छु कस्तो मजा आयो दिदी अनि कस्तो भयो त आज राम्रो भयो मजा आयो मजा आयो मजा आएछ के कस्तो बेल्ट हो छानो जेन्यो आम्मा जेन्यो हेर त सुतेर उसको आम्मै आम्मै हाँसिदिदी छ आम्मै मोबाइल देखेर हाँस्छ के गर्ने होला भक्कै हामी निस्केको अब मुमाको पार अघि तल गइसक्नु भयो है हामी चाहिँ
एकछिन रेस्टरुम गएर लाइन छ कि अब के गर्ने होला सब मान्छे फर्किनु थाले ल अब फर्केको है लाइन चाहिँ उतासम्म जस्तो छ अब सबजना के गर्ने हो के गर्ने यस्तै हो चलन ल अब अघि जाँदा नि लाइन आउँदा नि लाइन एकैतालमा फर्क्यो नि त बाबा त हेर यतिखेर नि खेल्नु हुँदैछ जिप लाइन खेल्ने भन्नुहुँदै थियो बुढो मान्छे भनेर नखेल्नु भनेको प्रेसर छ नि त ल हेर्नु त अब यहाँ कसरी जाने हो अब फेरि लाइन पर ओ लाइन हेर्नु त लाइन हेर्नु नि लाइन यो त ठिक छ त चिज हो नि त हजुर होस् 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 सक्यो गयो अब के अघि उता माथि चाहिँ हुँदैन भन्दै थियो गाडहरू ल अब चाहिँ यति नै त हाम्रो अब उयो आउँछ हाम्रो सिधो लाइन बसेर ल लाइन चाहिँ यस्तो चाहिँ ल हामी चाहिँ अड्किम ल माथि देखाउनु अरे लु के भयो त के भयो माथि माथि जाँदैछ सब अड्क्यो ए उँभो पो जाँदैछ त ओह्रालो हामी उकालो जाँदैछौँ मैले केही भएको छैन फेरि हामी पनि म तल अड्किएको थियो अहिले एकछिन अड्किन्छ यो 5-10 पहिला त हामी कहिले निकै पड्किन्थ्यो हामी झ्याल खुल्लै छ नि त लाइट आयो बोल्ला लाइट भयो भयो चल चल तातेर सेलाउँछ तातेर पड्किन्छ यो अनि हामी बस्छ अहिले पानी छ एकछिनमा गरौँ न त कति गर्छ हौ लाइट पिचाइ गर्नुपर्छ चल्नु थाले फेरि बल्ल एकछिन त सबै कति हो गर्छ हौ अघि भर्खर माम खाएको थियो नि त यस्तो ओह्रालोमा रोमनी आरामै हुन्छ नि उयो पो रहेछ त पुरै हुसे लाग्यो क्या होस्टेल मामा होटेल हो होटेल ए होस्टेल रिसोर्ट ल अब यति नै हाम्रो इन गर्छौँ हाम्रो यात्रा यात्रा यहीँसम्मलाई बेल यो मान्छे चाहिँ यहाँ उसको कराउनु थाल्यो अब हो र त ढिलो करायो अर्को पनि आयो बल्ल हामी सेफ गयो ल हामी तल झन् झरिसक्यौँ अब ट्याक्सी बोलाएर जाने हो यहाँनिर उसले चाहिँ फेरि टोइलेट गऱ्यो यहाँनिर त्यस्तो छ मम्मीले चाहिँ बोर्ड पढ्दै ल ल मम्मीलाई कस्तो भयो अरे माथि गएर एउटा अब लास्ट सर्ती भन्नु त एउटा एकदम राम्रो भयो टेबल गार्डन राम्रो पहिलाको भन्दा धेरै राम्रो भएको रहेछ खेल्ने अनि घुम्नु आउनु पर्यो नि त सबैजना आउनु पर्यो ल सुन्तला चाहिँ कस्तो सुन्तला एकछिन ल ल कस्तो भयो चन्द्रगिरी मलाई नि मजा आयो मजा आयो रमाइलो भयो माथि नयाँ उसको चाहिँ फर्स्ट टाइम हो होइन ल अनि छोरीलाई हो र अनि के गर्यो त अनि मजा आयो मजा आयो धेरै खेल्यौ फ्रेन्ड पनि बनायो होइन 2-3टा टोइलेट उता छ हौ यतापट्टि छ यहाँ छ उता यता थियो जस्तो लाग्छ कि क्या हौ यता होला जाऊ त जाऊ तिमी पनि जाऊ जाने भयो टोइलेट ल तपाईँलाई कस्तो भयो रमाइलो भयो यो कस्तो होला बाबालाई कस्तो भयो माथि कस्तो भयो रमाइलो रमाइलो भयो ल
है त अर्कोचोटि आउनु हुने कि नआउनु हुने ल है त ल आजलाई यति नै मलाई नि रमाइलो भयो सबैले मलाई चाहिँ अरूलाई घुमाउनु पाएर खुसी भयो है म त धेरैचोटि आइसकेको छु त्यही पनि डिफ्रेन्ट केही भएछ ल थ्याङ्क यू फर वाचिङ